उल्टोहरू लान्छ ल भनेर मको भएको त त्यही परे जा ड्रिपी गर्ल ओइ ड्रिपी गर्ल यो 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 गर्न यो दाँत त्यहाँ देखिरहेको छ भने दाँत हेर्नु सक्नुहुन्न कि कात्रा छ दाँत सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। सो म अहिले चाहिँ सुतिरहेको छु, यता मेरो बहिनी पनि सुतिरहेको छ, मेरो बहिनी पनि याद गरेर राख। सो आज चाहिँ हामी जान आँटेको पार्क, बैशाखी कतिको दिन धेरै टाढो घुम्नु हुँदैन भनेर नजिकै गाउँकै पार्कमा जान आँटेको। अनि यता चाहिँ हाम्रो स्पोन्सर, यता स्पोन्सर हेलो गरिदिनु न हौ। हेलो आन्टी चाहिँ हाम्रो स्पोन्सर हो, किनकि आन्टी इज रिच। केही भन्नुहोस् आन्टी। यता चाहिँ अनि आन्टीको छोरी जो चाहिँ हो गोल्ड डिगर, जो चाहिँ लुगा राम्ररी बनिँदैछ, गएर फोटो खिच्नु पर्यो होइन। तर राम्रो छ पञ्चमी डाँडा पनि, उयोहरू हरिण छ। अब झन् 3टा कि 4टा छ, दुम्सी एउटा छ, अरू बाँकी के छ फोटो त्यही हो गर्न आँटेको। राम्रो छ नि होइन। उल्टो गर्दा नि भन्छ म त उल्टोहरू लान्छ ल भनेर मको भएको त त्यही परे जा ल अहिलेको लागि चाहिँ बाई बाई। सो गाइज म चाहिँ राइडर मोड मन भइसकेँ, यो लाएर अब हेलमेट लाउने अनि त्यसपछि त यो खतरा। तर लाउँदिनँ आज चाहिँ म, हुन्छ नि अहिले चाहिँ गर्नु चाहिँ लाग्यो। हाम्रो ड्रिपी गर्ल ओइ ड्रिपी गर्ल यो 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 गर्न यो ड्रिपी गर्ल। हाम्रो बहिनी चाहिँ रोइरहेको छ, मेरो बहिनी यसले चाहिँ रिन्जन तरमा जानु केही छैन यहाँ। हजुर हजुर कहाँ ल भयो ल फोन ल्याइदियो अरे मम्मीको, जा फोन ल्याइदियो म बाइक स्टार्ट गर्दैछु ल बाई बाई। हुन्छ नि हामी चाहिँ त्यहाँ गएर एउटा घर बनाएको थियो क्या, त्यहाँ नयाँ घर बनाएको थियो, त्यहाँ बस्यौँ होइन। त्यहाँ खाजासाजा खायौँ, त्यहाँबाट भ्यू यस्तो दामी देखिरहेको हुन्छ नि, उर्लाबारी दमक अलिअलि देखिरहेको थियो। अहिले चाहिँ फोनमा चाहिँ राम्रो देखेन। अनि म चाहिँ भलिबल र टिटी हेर्नु गएँ क्या, यहाँ बाहिर हुन्छ नि पुरा बाजी चल्दै थियो, भलिबल र टिटी भइसकेको थियो, पुरा जोस जोसमा केटाहरू खेल्दै खेल्दै होइन। अनि त्यहाँ चाहिँ मेरो दाइले पनि खेल्दै थियो क्या टिटी, दाइ भन्दा मेरो दाइ भन्दा गाउँको दाइहरू चिनेको होइन, दाइहरूले खेल्दै थियो। अनि हामी हेऱ्यौँ पुरा टिटी त पुरा हुन्छ नि जोस जोसमा। म पनि त्यति राम्रो खेल्दिनँ क्या, टिटी हाम्रो दाइहरूले खेलेको देखेर पुरा जोस जोसमा हान्दिएको क्या, पुरा बाजी 50-100 हुन्छ नि, पुरा बाजी क्या, पुरा बाजी खेल्यो क्या टिटी पनि। अनि त्यसपछि म चाहिँ भलिबल हेर्न गएँ। भलिबल त झन् ओल्लो गाउँ र पल्लो गाउँको पुरा राइबलरी हुन्छ नि, राइबलरी पुरा त्यो हुन्छ नि, रियल मड्रिड र बार्साको जस्तै राइबलरी चलिरहेको थियो क्या। अनि बार्सा र रियल मड्रिडको जस्तै पुरा म्याच चलिरहेको थियो, कति 2000 कि कतिको बाजी भन्दै थियो। अनि घरिघरि बाज्दै पनि थियो, घरिघरि खेल्दै थियो। अनि म चाहिँ पुरा बसेर पुरा रमिता हेर्दै बसेँ क्या। सो ल अब चाहिँ हामी जङ्गल जाँदैछौँ, भन्नु मिलेन हरिणहरू जाँदैछौँ। आजको हुन्छ नि, आजको दिनमा चाहिँ यता भलिबलहरू खेल्दैछ। मैले चाहिँ हुन्छ नि भलिबल हेर्दा चाहिँ कस्तो खेल्नु पनि मन लागेको थियो, तर म खेल कहाँ हाइट हेरेर म हाइट हेरेर खेल्नु सक्छु होला। यसलाई चाहिँ भलिबल खेल्नु मन लागेको थियो अरे, तर हो म नि ठिकै छु, धेरै खतरा खेल्दिनँ हो। मजा आउँदैछ, भलिबल चाहिँ राम्रो खेल्दैछ हो त्यहाँ होइन। मलाई चाहिँ कस्तो हुन्छ खेल्नु मन लाग्यो। अनि यहाँ छ नि यो पोखरीमा चाहिँ माछा कति धेरै, अस्तिको पाल चाहिँ छैन आउँदाखेरि, अहिले चाहिँ माछा हाल्छ र कत्रो ठुल्ठुलो पनि थियो। अनि तल चाहिँ भलिबल हुँदैछ। अनि हामी चाहिँ यहाँ के हेर्न आएको थाहा छ? के हेर्न आएको हामी? हरिण हेर्न आएको, हरिण हरिण नयाँ लाग्यो क्या हो। ए यो त कस्तुरी हरिण हो, यो चाहिँ हातमा आउँछ, अरू चाहिँ दुइटा चाहिँ आउँदैन। यो कस्तुरी हजुर, यो गनाउँछ होइन यस्तै। यसको दाँत हेर्नु न कस्तो खालको छ, दाह्रो भएको। आए हातैमा हुन्छ यो चाहिँ, पहिले सानोदेखि थियो नि त नि, त्यो हातै हुन्छ चाहिँ। यसले चाहिँ कस्तुरी हेर्नु, यसको हेर्नु न दाँत कस्तो छ, दाँत हेर्नु, यसको दाँत 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 त्यहाँ देखिरहेको छ भने दाँत हेर्नु सक्नुहुन्न कि खतरा छ दाँत। दाँत खान्छ होला। मामले चाहिँ खुवाउनु हुँदैछ, खुवाउनु खुवाउनु माम, ल्याउनु न म नि खुवाउँ। ल्याउने एउटा खाम ल खुवा आइज ल ल ल ल मामले न, मामले खायो खायो खायो
ला 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 खै आयो त अर्को पनि खै म खुवाउँछु ल आइज ला 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 आयो 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 खाइदिन् न ल बहिनीले दियोस् ल अन्त नि अर्को पनि खोल्नु दिउँ अर्को सो ल गाइज आजको वैशाख 1 गतेको दिन पनि सक्यो हुन्छ नि लामै थियो भनौँ बिहान चाहिँ केही गरिएन अलिअलि काम गर्नुपर्ने थियो अलिअलि काम गऱ्यो उऱ्यो अनि त्यसपछि घुम्नु पनि ढिलो गयो क्या हामी 2 बजीतिर मात्र घुम्नु गयौँ होला 2-3 बजीतिर मात्र घुम्नु गएको अनि यता बेड चाहिँ मिलेको छैन जस्तो पाए त्यस्तो छोडेर बसिरहेको छैन अनि अब हुन्छ नि अब 2 बजीतिर मात्र गएको थियौँ ओए आजको दिन त पुरा हुन्छ नि पुरा क्या भलिबल त ओए कस्तो मजा आयो क्या हेर्नु पुरा हुन्छ भलिबल पुरा हेऱ्यो उऱ्यो अनि हुन्छ नि भलिबलै मात्र हेऱ्यो त्यहाँ गयो अनि त्यहाँको माछा पनि हेऱ्यो माछा हरिणहरूलाई अलिअलि पायो होइन त्यही गऱ्यो ओइ भलिबल हेर्न चाहिँ खतरा त झन् 3जना भर्सेस 6जना त ओइ झन् मजा आएको क्या हेर्नु जस्तो हुन्छ नि लाइक फर्स्ट टाइम होला मैले त्यसरी हेरेको होइन अरू नर्मल गेम त्यत्तिकै जिस्केर खेलेको त हो नि तर बाजी चाहिँ होइन त्यो पुरा कति 1000 कि 2000को बाजी थियो क्या 3जना भर्सेस 6जनाको मै साइको भएको कस्तो दामी खेल्ने होइन अनि सो आजको दिन चाहिँ यति नै हो हुन्छ नि अब वैशाख 1 गतेको दिन चाहिँ यति नै सो ह्याप्पी न्यु इयर सबैलाई सो मेरो पनि आजको दिन ह्याप्पी न्यु इयर सो हजुरहरूलाई पनि सबैजनालाई ह्याप्पी न्यु इयर सो आजको भिडियो यति नै सो हजुरहरूलाई बाई बाई